नेपाली कांग्रेसभित्र लामो समयदेखि देखिँदै आएको आन्तरिक विवाद र गुटगत प्रतिस्पर्धाका कारण पार्टी विभाजनको आशंका बढिरहेका बेला युवा नेताहरू पार्टी एकताका लागि सक्रिय बनेका छन्। राष्ट्रिय सभा सदस्य तथा कांग्रेस नेता रञ्जित कर्ण, नेता नयनसिंह महर लगायतका नेताहरूले पार्टी एकताका लागि सक्रिय पहल गर्दै त्यसको नेतृत्व लिएका छन्। तेस्रो कांग्रेस जोड्ने अभियान मार्फत नेता कर्णले पार्टीभित्र विवाद, सहकार्य र विश्वासको वातावरण निर्माण गर्दै विभिन्न धार बीचको दूरी घटाउने प्रयास सुरु गरेका हुन्। पार्टीभित्र बढ्दो अविश्वास र आन्तरिक किचलोले संगठन कमजोर बन्दै गएको निष्कर्ष सहित उनले एकता र सहकार्यको आवश्यकतामा जोड दिएका छन्। आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता कर्णले देश अहिले आर्थिक मन्दी, बेरोजगारी, युवा पलायन, सुशासनको चुनौती तथा बढ्दो सामाजिक तनाव जस्ता जटिल समस्याबाट गुज्रिरहेको बताए। यस्तो अवस्थामा मुलुकको प्रमुख लोकतान्त्रिक शक्ति नेपाली कांग्रेस आफ्नै आन्तरिक विवादमा अल्झिनु देश र लोकतन्त्र दुवैका लागि हितकर नहुने उनको भनाइ थियो। कर्णले पार्टीभित्र कुनै गुट वा व्यक्तिलाई केन्द्रमा नराखी संस्थागत सुदृढीकरण, लोकतान्त्रिक मूल्यको संरक्षण र जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउने उद्देश्यले अभियान अघि बढाइएको स्पष्ट पारे। उनका अनुसार पार्टी बलियो भए मात्रै लोकतान्त्रिक प्रणाली थप सुदृढ हुने र प्रतिगामी शक्तिलाई कमजोर बनाउन सकिनेछ। देश जोगाउनु छ, देश अगाडि बढाउनु छ, त्यो हाम्रो युवाहरूको काँधमा छ, ठुलो जिम्मेवारी पनि छ। यस्तो अवस्थामा नेपाली कांग्रेस झल् बलियो गर्नु छ। विगतमा के समस्या होला, विगतमा हामीले के गल्ती गरे होला, तर अब नेपाली कांग्रेस सुध्रिनु पर्छ, बदल्नु पर्छ, हामी मिलेर अगाडि जानुपर्छ। आज यो अभियान हामीले चाहिँ देश र कांग्रेस जोड्ने अभियान आज नेपाली कांग्रेसलाई एक ठाउँ राखेर नेपाली कांग्रेसलाई देशसँग जोड्नु छ। यो अभियानको एउटै मात्र उद्देश्य। कार्यक्रममा बोल्दै नेता नयनसिंह महरले पार्टीभित्र बढ्दो अविश्वास र आन्तरिक किचलोका कारण संगठन कमजोर भएको देखिएकाले यो अभियानले पार्टीलाई वैचारिक र सांगठनिक रूपमा पुनर्जीवित गर्ने लक्ष्य राखेको बताए। नेता नयनसिंह महर, रञ्जित कर्ण लगायतको पहलमा सुरु भएको अभियान अन्तर्गत साउन 20 गते राष्ट्रिय एकता भेला आयोजना गरिने भएको छ। देशभरका पालिका, प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व सुनिश्चित गर्दै आयोजना गरिने उक्त भेलाले पार्टी एकतालाई संस्थागत गर्ने, कार्यकर्ता बीच विश्वास बढाउने तथा संगठनलाई नयाँ ऊर्जा दिने अपेक्षा गरिएको छ। पार्टीभित्र मतभेद चुलिँदै गएको समयमा रञ्जित कर्णले अघि सारेको यो एकता अभियानलाई कांग्रेसभित्र विवाद, सहकार्य र संगठनात्मक पुनर्जागरणको नयाँ सुरुवातका रूपमा हेरिएको छ। स्पष्ट भन्न चाहन्छु, कसैले भ्रम नगरे हुन्छ। हामीले कुनै किसिमको नेपाली कांग्रेसभित्र कुनै गुट, कुनै पोल क्रिएट गर्न पनि खोजेनौँ। हामी इमान्दारपूर्वक यो नेपाली कांग्रेसलाई कसरी एक ढिक्का पार्न सकिन्छ, पवित्र उद्देश्य हाम्रो पनि हो। सम्पूर्ण युवाहरूको, सम्पूर्ण नेपाली कांग्रेसको र नेपाली जनताको भविष्य पनि नेपाली कांग्रेसलाई नै जोडिएको छ। नेपाली कांग्रेस एउटा चाहिँ कुनै कम्पनी पनि होइन, नेपाली कांग्रेस एउटा आन्दोलन पनि हो। नेपाली कांग्रेस बनाउन लाखौं पसिना बगेको छ, हजारौंले रगत बगाएका छन्, दर्जनौं शहीद भएका छन्। नेपाली कांग्रेस रातारात एक दिनमा बनेको पार्टी पनि होइन। त्यही भएर यो पार्टीलाई पुनः एक ढिक्का गर्नु छ। म सम्पूर्ण पक्षसँग आग्रह गर्न चाहन्छु। आज हाम्रो पार्टी साथी गवा थापाजी पनि यता विधि र प्रक्रियाबाट पार्टी साथी बन्नुभएको छ। उहाँलाई पनि आग्रह गर्न चाहन्छु। सँगसँगै चुनदेवीमा भर्खर हिजो उहाँले एउटा छुट्टै प्रेस मिट गरेर एउटा समितिको निर्माण गर्नुभएको छ। आदरणीय शशाङ्कदाई संयोजक बन्नुभएको छ। उहाँ लगायत म विशेष आग्रह गर्न चाहन्छु। उहाँहरू हाम्रो आदर्श पनि हुन् नेताहरू, अग्रज नेताहरू। घर परिवारमा हजुरबुवा पुस्तादेखि नाति पुस्ताको घर हो, परिवार हो, सबैको सुरक्षा हुनुपर्छ। सबैले परिवारको अनुभूति हामीले प्राप्त गर्न सक्नुपर्छ। यो हाम्रो युवाहरूको जिम्मेवारी पनि हो। हामी पनि युवा होइन, हामी त बुढो भइसक्यो। अब चाहिँ हामी त नयाँ नयाँ युवाहरू साथीहरू आउँदै हुनुहुन्छ, जसले पार्टी झन् लिड गर्न सक्नुहुन्छ र इमान्दारपूर्वक र समझदारीपूर्वक पार्टी हामीले एक मिलाउँछौँ, विश्वास छ। र म सम्पूर्ण साथीलाई आग्रह गर्न चाहन्छु, आह्वान गर्न चाहन्छु। नेपाली कांग्रेस लाखौं साथीहरूबाट बनेको एउटा यो नेपाली कांग्रेस हो। आज सामूहिक रूपमा मेचीदेखि महाकाली, हिमालदेखि तराईसम्म सम्पूर्ण साथीहरू एक भएर जुटेर चाहिँ
नेपाली काङ्ग्रेसलाई बलियो हुने प्रयास गरौँ, सबै समूहलाई दबाब दिउँ, सबै आफ्नो व्यक्तिगत स्वार्थलाई पुनः राखेर मुलुकको लागि, लोकतन्त्र रक्षाको लागि, देशको आर्थिक समृद्धि र विकासको लागि, सुशासन लागि नेपाली काङ्ग्रेसले मात्रै गर्न सक्छ र एक ढिक्का भएको नेपाली काङ्ग्रेसले मात्रै गर्न सक्छ। त्यो सन्देश दिनु छ। नेपाली काङ्ग्रेस जसको कारण लोकतन्त्र आएको छ, राष्ट्रियता बलियो भएको आएको छ, नेपालको आर्थिक समृद्धिको आधार तयार पारेको छ। हाम्रो आदरणीय नेताहरू, साथीहरू विभाजित अवस्थामा देख्नु भएको छ। मधेसतिर हेरौँ, पूर्वतिर हेरौँ, भर्खरका जेन्जी युवाहरू विभिन्न धार्मिक धर्मको नाममा मारिएको छ, घरमा आगलागी भएको छ। घर जाउँ, जिल्ला फोन गर्छु, के छ अवस्था दाइ बाबु, अहिले जिल्ला घर निकै गाह्रो छ, घरबाट बाहिर निस्कने अवस्था छैन, कर्फ्यू लागेको छ, पुलिसको गोली कम्मर मुरी होइन कम्मर माथि लागिरहेको छ। आज हामी देशको गम्भीर अवस्थामा छौँ। अझ नेपाली काङ्ग्रेसको कार्यकर्ताको हैसियतले अझ हामी एउटा चाहिँ पुरो निरीह अवस्था र पुरो मन रोएको छ। अहिले यसलाई काङ्ग्रेसलाई जोड्नु छ, कसरी जोड्ने, कहाँबाट जोड्ने, पुरो गम्भीर प्रश्न हामीसँग छ। यो सबैलाई थाहा छ, इतिहास साक्षी छ। जब जब काङ्ग्रेस कुनै कारणले आन्तरिक रूपमा नेताको गुट कारणले, विचार कारणले काङ्ग्रेस कमजोर भयो, काङ्ग्रेस विभाजन भयो भने देश राजनीतिक रूपमा, आर्थिक रूपमा ठुलो दुर्घटना भएको अवस्था छ। झन्डै 2/3 मत ल्याएर प्राप्त अहिलेको सरकारसँग हाम्रो पनि ठुलो अपेक्षा थियो। अझ जेएनयू मुभमेन्ट भएको बेलामा चाहिँ साना हाम्रो भाइ नानीहरू मारेको अवस्था थियो र यसकै बलमा, यसकै प्रेरणाको बलमा यो आएको यो सरकार जिम्मेवार छ। सरकारले गोली चलाउँदैन भने हामीले ठुलो अपेक्षा थियो। आज बडो पीडा छ, यही सरकारले गोली चलाएको अवस्था छ। तपाईँ सुनसरीको देवानगञ्ज जानुभयो भने यो घटना रातोरात 2-3 दिन पहिला आएको अवस्था पनि होइन। महिनौ दिनदेखि यो समस्या देवानगञ्जमा आइसकेका थियो। जिल्ला प्रशासनलाई थाहा थियो, पुलिस प्रहरी प्रशासनलाई थाहा थियो। त्यो समस्या प्रहरी प्रशासन, जिल्ला प्रशासन, गृह मन्त्रालय सिरियस भएको भए आज दुर्घटना हुनेवाला थिएन। प्रधानमन्त्रीजी संसद आएर वा जनताको माझमा संवाद गरे भए लाग्छ प्रशासनले पनि जनतासँग संवाद गर्थ्यो होला, त्यो समस्याको समयमै समाधान हुन सक्थ्यो। तर कतै भएन। बल्ल प्रधानमन्त्रीजी आफ्नो क्वार्टरबाट बाहिर निस्कनु भएको छ, सुन्या चाहिँ अलरेडी संवाद सुरु गर्नुभएको छ। हामीले अपेक्षा गरौँ अहिलेको समस्या धार्मिक संहिता हुनुपर्छ, समस्या चाँडै संविधान गर्नुपर्छ। हामी नेपाली काङ्ग्रेसका जिम्मेवार साथीहरू छौँ। अहिले हामी कुनै राजनीति गर्न चाहदैनौँ। देशमा सम्पूर्ण नागरिकहरू नेपाली एक ठाउँ उभिनुपर्छ, देश जोगाउनु छ, देशलाई अगाडि बढाउनु छ। त्यो हाम्रो युवाहरूको काँधमा छ, ठुलो जिम्मेवारी पनि छ। यस्तो अवस्थामा नेपाली काङ्ग्रेस झल बलियो गर्नु छ। विगतमा के समस्या होला, विगतमा हामीले के गल्ती गरे होला, तर अब नेपाली काङ्ग्रेस सुध्रिनुपर्छ, बदल्नुपर्छ, हामी मिलेर अगाडि जानुपर्छ। आज यो अभियान हामीले चाहिँ देश र काङ्ग्रेस जोड्ने अभियान।
आज नेपाली काङ्ग्रेसलाई एक ठाउँ राखेर नेपाली काङ्ग्रेसलाई देशसँग जोड्नु छ। यो अभियानको एउटै मात्र उद्देश्य हो। स्पष्ट भन्न चाहन्छु, कसैले भ्रम नगरे हुन्छ। हामीले कुनै किसिमको नेपाली काङ्ग्रेसभित्र कुनै गुट कुनै पोल क्रिएट गर्न पनि खोजे होइनौँ। हामी इमान्दारपूर्वक यो नेपाली काङ्ग्रेसलाई कसरी एक ढिक्का पार्न सकिन्छ पवित्र उद्देश्य हाम्रो पनि हो। सम्पूर्ण युवाहरूको, सम्पूर्ण नेपाली काङ्ग्रेसको र नेपाली जनताको भविष्य पनि नेपाली काङ्ग्रेसलाई नै जोडिएको छ। नेपाली काङ्ग्रेस एउटा चाहिँ कुनै कम्पनी पनि होइन, नेपाली काङ्ग्रेस एउटा आन्दोलन पनि हो। नेपाली काङ्ग्रेस बनाउन लाखौँ पसिना बगेको छ, हजारौँले रगत बगाएका छन्, दर्जनौँ शहीद भएका छन्। नेपाली काङ्ग्रेस रातारात एक दिनमा बनेको पार्टी पनि होइन। त्यही भएर यो पार्टीलाई पुनः एक ढिक्का गर्नु छ। म सम्पूर्ण पक्षसँग आग्रह गर्न चाहन्छु। आज हाम्रो पार्टी साथी गवा थापाजी पनि यता विधि र प्रक्रियाबाट पार्टी साथी बन्नुभएको छ। उहाँलाई पनि आग्रह गर्न चाहन्छु। सँगसँगै चुनदेवीमा भर्खर हिजो उहाँले एउटा छुट्टै प्रेस मिट गरेर एउटा समितिको निर्माण गर्नुभएको छ। आदरणीय शशाङ्क दाइ संयोजक बन्नुभएको छ। उहाँ लगायत म विशेष आग्रह गर्न चाहन्छु। उहाँहरू हाम्रो आदर्श पनि हुन् नेताहरू, अग्रज नेताहरू। घर परिवारमा हजुरबुवा पुस्तादेखि नाति पुस्ताको घर हो, परिवार हो। सबैको सुरक्षा हुनुपर्छ। सबैले परिवारको अनुभूति हामीले प्राप्त गर्न सक्नुपर्छ। यो हाम्रो युवाहरूको जिम्मेवारी पनि हो। हामी पनि युवा होइन, हामी त बुढो भइसक्यो। अब चाहिँ हामी नयाँ नयाँ युवाहरू साथीहरू आउँदै हुनुहुन्छ, जसले पार्टी झन् लिड गर्न सक्नुहुन्छ। र इमान्दारपूर्वक र समझदारीपूर्वक पार्टी हामीले एक मिलाउँछौँ, विश्वास छ। र म सम्पूर्ण साथीलाई आग्रह गर्न चाहन्छु, आह्वान गर्न चाहन्छु। नेपाली काङ्ग्रेस लाखौँ साथीहरूबाट बनेको एउटा यो नेपाली काङ्ग्रेस हो। आज सामूहिक रूपमा मेचीदेखि महाकाली, हिमालदेखि तराईसम्म सम्पूर्ण साथीहरू एक भएर जुटेर चाहिँ नेपाली काङ्ग्रेसलाई बलियो हुने प्रयास गरौँ। सबै समूहलाई दबाब दिउँ। सबै आफ्नो व्यक्तिगत स्वार्थलाई पुनः राखेर मुलुकको लागि, लोकतन्त्र रक्षाको लागि, देशको आर्थिक समृद्धि र विकासको लागि, सुशासन लागि नेपाली काङ्ग्रेसले मात्रै गर्न सक्छ र एक ढिक्का भएको नेपाली काङ्ग्रेसले मात्रै गर्न सक्छ। त्यो सन्देश दिनु छ। पुरा आग्रह गर्न चाहन्छु। यसैको लागि हामी चाहिँ यही 20 गते, श्रावण 20 गते सोकेधाराको मिराबल ब्याङ्केटमा 11 बजे हामी एउटा चाहिँ चिन्तन मनन गन्थन उद्देश्य राखी युवा साथीहरू हामी बस्दैछौँ। म आग्रह गर्न चाहन्छु, यो कुनै गुट विशेषको प्रोग्राम होइन। यो नेपाली काङ्ग्रेसको, जसले नेपालीको एक ढिक्का गर्न चाहन्छ, चिन्तन मनन गर्ने साथीको थलो पनि हो। आज यही कार्यक्रमबाट आग्रह गर्न चाहन्छु र मलाई विश्वास छ हामी नेपाली काङ्ग्रेसलाई एक ठाउँमा पार्छौँ। र आज यो आजको प्रेस मिटबाट पनि हाम्रो अग्रज नेताहरू, पार्टीका हालका सम्पूर्ण संस्थापन नेताहरूलाई अनुभूति हुन्छ। उहाँले आज कुराले फिल गर्नुहुन्छ। हाम्रो युवाहरूको, नयाँ पुस्ताहरूको, नव पुस्ताहरूको आवाजलाई उहाँले अनुभूति गर्नुहुन्छ भन्ने आशाको साथ पुनः म आज यस प्रेस मिटमा सम्पूर्ण पत्रकार मिडियाहरूलाई विशेष धन्यवाद दिँदै म आफ्नो दुई शब्द टिकाउँछु। धन्यवाद। जय नेपाल।